गाइस यो फोनमा चाहिँ एकदमै धेरै एड आएको देख्न सक्नुहुन्छ गाइस। अब यसलाई चलाउनै पर्दैन, केही एपहरु चलाउनु पर्यो भने पहिल्यै एड चल्न सुरु हुन्छ। हेर्नु होला गाइस। अब अटोमेटिक एपहरु चल्छ। अब कुनै एप खोल्यो भने अब देख्न सक्नुहुन्छ है। देख्न सक्नुहुन्छ है यसरी। है कुनै अब चलाउ युट्युबहरु खोल्यो भने खोलि नसक्दा एप चल्न थाल्छ। देख्न सक्नुहुन्छ है यसरी। अब यसको एड कसरी हटाउने गाइस म तपाईहरुलाई म सिकाउन गइरहेको छु। भिडियोलाई अन्तिम लास्ट सम्म हेर्नु होला गाइस अनि सिक्नु होला। तपाईहरुको पनि यस्तो प्रब्लम आएको छ भने यस्तो हुन्छ है। देख्न सक्नुहुन्छ गाइस। घरि के भनिरहेको छ, घरि के भनिरहेको छ। एड आएर गाइस एकदम हैरान हुनु भएको छ भने तपाईहरुको पनि फोन म तपाईहरुलाई बेस्ट आइडिया सिकाउन गइरहेको छु। सेटिङमा जानु होला गाइस। त्यसपछि यहाँ तल देख्न सक्नुहुन्छ एड त चलाउनै दिदैन गाइस केही पनि। देख्न सक्नुहुन्छ है। यहाँ तल जानु होला गाइस अलिक तलतिर। यहाँनिर कनेक्टिङ एन्ड सेयरिङमा जानु होला गाइस। ओपन गर्नु होला यसलाई। प्राइभेट DNS मा जानु होला। त्यसपछि यहाँनिर सेभ गर्नु होला गाइस। dns.adguard.com लेखेर सेभ गरिदिनु होला गाइस। ओके। त्यसपछि अब चेक गर्नु होला। फेरि पनि खोलौँ। देख्न सक्नुहुन्छ गाइस अहिले चाहिँ आएन एड। तपाईहरुको पनि फोनमा यस्तै प्रब्लम आइरहेको छ भने चाहिँ यो गर्न सक्नुहुन्छ गाइस। यो गरेर हेर्नु होला। 100% हुन्छ जस्तो लाग्छ सबैको फोनमा। ओके गाइस आजको भिडियो यति नै गाइस। नेक्स्ट भिडियोमा भेटौँ फेरि। थ्यांक्स फर वाचिङ। बाइ बाइ गाइस।